आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्माननीय निर्णायक मण्डल, आदरणीय गुरुगुरामाहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार। आज म यहाँ धनभन्दा विद्या ठूलो भन्ने अत्यन्त महत्त्वपूर्ण विषयको पक्षमा आफ्ना केही विचारहरू प्रस्तुत गर्न उपस्थित भएको छु। मानव जीवनमा धन र विद्या दुवैको महत्त्व छ। धनले मानिसका भौतिक आवश्यकता पूरा गर्न सहयोग गर्छ भने विद्याले मानिसलाई ज्ञान, विवेक, बुद्धि र सही गलत छुट्याउने क्षमता प्रदान गर्छ। त्यसैले धनभन्दा विद्या ठूलो भन्ने भनाइ हाम्रो समाजमा निकै प्रसिद्ध र अर्थपूर्ण छ। धन भनेको पैसा, सम्पत्ति, घर, जग्गा, सुनचाँदी तथा अन्य भौतिक वस्तुहरू हुन्। धन भएको मानिसले राम्रो घर बनाउन, राम्रो खाना खान र विभिन्न सुख सुविधाका वस्तुहरू प्रयोग गर्न सक्छ। तर धन मात्र भएर मानिस बुद्धिमान, असल र सफल बन्न सक्दैन। यदि मानिसमा ज्ञान र शिक्षा छैन भने उसले आफ्नो धनको सही सदुपयोग गर्न सक्दैन। बरु अज्ञानताका कारण आफ्नो धन सम्पत्ति गुमाउन पनि सक्छ। त्यसैले धनको सही उपयोग गर्न पनि विद्या आवश्यक हुन्छ। विद्या भनेको ज्ञान, शिक्षा, सिप र अनुभव हो। विद्याले मानिसको सोच्ने, बुझ्ने र निर्णय गर्ने क्षमताको विकास गर्छ। विद्यावान मानिसले जीवनमा आइपर्ने समस्या र चुनौतीहरूलाई बुद्धिमानीपूर्वक समाधान गर्न सक्छ। उसले आफू मात्र होइन, आफ्नो परिवार, समाज र देशको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। धन आज छ भने भोलि नहुन सक्छ। चोरी, प्राकृतिक विपत्ति, व्यापारमा घाटा वा अन्य कारणले धन सम्पत्ति नष्ट हुन सक्छ। तर मानिसले प्राप्त गरेको ज्ञान र शिक्षा कसैले चोर्न सक्दैन। यदि कुनै मानिसको सबै सम्पत्ति नष्ट भयो भने पनि उसँग भएको ज्ञान, सिप र शिक्षा बाँकी रहन्छ। त्यही ज्ञान र सिपको प्रयोग गरेर उसले फेरि धन कमाउन सक्छ। त्यसैले धनभन्दा विद्या स्थायी र शक्तिशाली हुन्छ। विद्याले मानिसलाई आत्मनिर्भर बनाउँछ। शिक्षित मानिसले आफ्नो ज्ञान र सिपको प्रयोग गरेर रोजगारी गर्न, व्यवसाय सञ्चालन गर्न वा नयाँ काम सिर्जना गर्न सक्छ। विद्या नभएको मानिस धन सम्पत्ति भए पनि अरूको छलकपटमा पर्न सक्छ। तर विद्यावान मानिसले सही र गलत छुट्याउन सक्छ र आफूलाई ठगी तथा शोषणबाट बचाउन सक्छ। विद्याले मानिसलाई संस्कारी, सभ्य र विवेकी बनाउँछ। साँचो शिक्षा भनेको केवल किताब पढेर परीक्षा उत्तीर्ण गर्नु मात्र होइन। विद्याले मानिसमा अनुशासन, इमानदारी, सहनशीलता, सहयोग, मानवता र नैतिकताको विकास गराउँछ। धनले मानिसलाई सुख सुविधा दिन सक्छ, तर विद्याले मानिसलाई सही जीवन जिउने बाटो देखाउँछ। धन खर्च गरेपछि घट्दै जान्छ, तर विद्या अरूलाई बाँड्दा झन बढ्दै जान्छ। धन चोरी हुन सक्छ, नष्ट हुन सक्छ, तर विद्या मानिसको जीवनभर साथ दिने अमूल्य सम्पत्ति हो। त्यसैले विद्यालाई मानिसको वास्तविक धन भनिन्छ। विद्याले मानिसको जीवनमा उज्यालो ल्याउँछ। अशिक्षा अन्धकार जस्तै हो भने शिक्षा उज्यालो जस्तै हो। विद्याले मानिसलाई अन्धविश्वास, कुरीति र गलत परम्पराबाट मुक्त गराउँछ। शिक्षित नागरिक भएको देश नै वास्तवमा समृद्ध र विकसित देश बन्न सक्छ। अन्त्यमा म यही भन्न चाहन्छु कि धनले जीवनलाई सुख सुविधा दिन सक्छ, तर विद्याले जीवनलाई सही दिशा दिन्छ। धन हराउन सक्छ, तर विद्या कहिले हराउँदैन। धन कमाउन पनि विद्या आवश्यक हुन्छ। त्यसैले धनभन्दा विद्या ठूलो हुन्छ। विद्या नै मानिसको वास्तविक धन हो। विद्या नै जीवनको साँचो उज्यालो हो। र विद्या नै समृद्ध समाज तथा विकसित राष्ट्र निर्माणको आधार हो। यसै सन्देशका साथ आफ्नो भनाइलाई यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। नमस्कार।